नेपालको इतिहासले अनेकौं घुम्ती पार गरेको छ। कहिले राजतन्त्रको सुनौलो युग, कहिले पञ्चायत, कहिले राणा शासन त कहिले शक्तिको लागि सङ्घर्ष त कहिले नेताहरूको अहंकारले पुर्याएको पतन। यही चक्र बारम्बार दोहोरिएको छ। जसरी स्वर्गलोकमा इन्द्र र नहुसको कथा घटित भएको थियो, यस कथाले नेपालमा शक्ति सङ्घर्ष र सत्ताको क्षणभङ्गुरताबारे एउटा ऐतिहासिक दृष्टान्त प्रस्तुत गर्छ। जो सही मार्गमा हिँड्छ उनी दीर्घकालसम्म टिक्छन्, तर जो अहंकारले मातिन्छ उनी पतन भोग्न बाध्य हुनेछ। आउनुहोस्, आज म एउटा पुरातन पौराणिक एउटा कथा प्रस्तुत गर्दछु। स्वर्गका राजा इन्द्र संसारका सबै देवताहरूका नायक थिए। उनका हातमा वज्र थियो जसले उनले धेरै असुरहरूलाई पराजित गरेका थिए। तर एक दिन इन्द्रको घमण्डले उनलाई ठूलो सङ्कटमा परे। एक समय दैत्यौंका महाशक्तिशाली राजा वृत्तासुर नामक असुरले स्वर्गमा आतंक मच्चाउन थाले। देवताहरूले उनको सामना गर्न सकेनन् किनकि वृत्तासुर स्वयं भगवान विष्णु भक्त तथा तपस्याबाट प्राप्त अद्भुत शक्ति सम्पन्न थिए। यो वरदानका कारण कुनै पनि देवता वा साधारण अस्त्रले उनलाई मार्न सक्दैनथ्यो। जब देवगणले ब्रह्माजीसँग सहायता मागे, ब्रह्माजीले वृत्तासुरलाई मार्न एक विशेष उपाय सुझाए। उनी ब्रह्माजी कहाँ पुगेर सोधे, म कसरी वृत्तासुरलाई पराजित गर्न सक्छु? ब्रह्माजीले भने, ऊ ब्राह्मण कुलमा जन्मिएको असुर हो। तिमीले उसलाई छलपूर्वक मार्यौ भने तिमी ब्रह्महत्या दोषी ठहरिनेछौ। इन्द्र कुनै पनि हालतमा आफ्नो पद जोगाउन चाहन्थे। उनले एक गोप्य उपाय अपनाएर वृत्तासुरलाई धोका दिए। इन्द्रले वृत्तासुरसँग मित्रताको प्रस्ताव गरे अनि वृत्तासुर र इन्द्र बीच मित्रता भयो। जब वृत्तासुर ध्यानमा थिए, इन्द्रले अचानक पछाडिबाट वृत्तासुरको हत्या गरे। असुर मर्यो, तर इन्द्रमाथि ब्रह्महत्या दोष लाग्यो। उनको तेज हरायो, शक्ति घट्न थाल्यो अनि सम्पूर्ण देवगणले उनलाई घृणाको दृष्टिले हेर्न थाले। त्यसपछि इन्द्रले स्वर्गको सिंहासन छोडेर पाताल लोकमा भागे। नहुसको उदय, राजा जसले स्वर्ग पाए। इन्द्रको अनुपस्थितिमा स्वर्गमा सङ्कट उत्पन्न भयो। देवताहरू बिना शासक बेकामे भए। तब ब्रह्माजीले एक योग्य राजा खोज्ने निर्णय गरे। त्यही बेला पृथ्वीमा एक महान राजा थिए, नहुस। नहुसले आफ्नो राज्यमा धर्म अनुसार शासन गर्थे। उनले आफ्ना प्रजाहरूलाई सधैँ न्याय र सत्यको बाटो देखाएका थिए। ब्रह्माजीले उनलाई स्वर्गमा आमन्त्रित गरे। तिमी असल राजा हौ, तिमी अस्थायी रूपमा स्वर्गको शासन गर्नु। राजा नहुस स्वर्ग पुगे, तर सत्ताको मिठासले उनलाई पनि अहंकारी बनायो। नहुसको पतन, जब अहंकार घुस्यो। नहुसले सुरुमा न्यायपूर्वक शासन गरे। उनले स्वर्गका देवताहरूलाई शान्ति दिलाए, नियम लागू गरे र असुरहरूसँग लडाईँ जिते। तर बिस्तारै उनले महसुस गरे कि स्वर्गको सिंहासन अति नै रमाइलो छ। यदि म इन्द्र जस्तै राजा हुन सक्छु भने म इन्द्राणी, इन्द्रकी पत्नीलाई पनि आफ्नो बनाउने प्रयास गर्न सक्छु। उनको मनमा दुष्ट विचार आयो। नहुसले इन्द्राणीलाई बोलाए, तिमी अब मेरो रानी बन्नुपर्छ। इन्द्राणीले यो कुरा अस्वीकार गरिन्। उनले सप्तऋषिहरूसँग सहयोग मागिन्। ऋषिहरूले नहुसलाई सम्झाए, राजा, यो तिम्रो पतनको सङ्केत हो। शक्ति त क्षणिक हुन्छ, तर धर्म सधैँ रहन्छ। तर अहंकारले अन्धो बनेका नहुसले उनीहरूकै अपमान गरे। ऋषिहरू ढिलो ढिलो हिँड्छन्। यो देखेर राजा नहुसलाई रिस उठेर आयो अनि उनीले ऋषिलाई आफ्नो लाठीले हानेर तिरस्कार गरे। सप्तऋषिहरू क्रोधित भए। तिमी घमण्डी भयौ, तिमीलाई हामी शाप दिन्छौं, जाऊ, तिमी सर्प बन। नहुस तुरुन्तै स्वर्गबाट खसे। उनले हजारौं वर्षसम्म अजिङ्गरको रूपमा जङ्गलमा कष्ट भोग्नु पर्यो। नेपालको राजनीतिक परिप्रेक्ष्यमा यो कथा नेपालको इतिहासमा सत्ता पाउने, गुमाउने अनि पुनः फिर्ता ल्याउने चक्र बारम्बार दोहोरिएको छ। एक, इन्द्र र पतनशील शासकहरू। इन्द्रले आफ्नो सिंहासन जोगाउन धोका दिए, जसले गर्दा उनलाई स्वर्ग छोड्नु पर्यो। नेपालमा पनि राजाहरू, प्रधानमन्त्रीहरू, नेताहरू जसले गलत कार्य गरे, उनीहरूले आफ्नो सत्ता गुमाए। राजा महेन्द्रले प्रजातन्त्रलाई दबाए, अन्ततः जनताले राजतन्त्र फाल्न खोजे। राजा ज्ञानेन्द्रले आफ्नो शक्ति जोगाउन आपतकाल घोषणा गरे, अन्ततः उनी गद्दीबाट हटे। विभिन्न नेताहरूले भ्रष्टाचार गरे भन्ने समाचार आउँछ, तर उनीहरू सत्ताको वरिपरि घुमिरहेका छन्। उनीहरूलाई पनि जनताले उनीहरूलाई एकपटक त हटाउनेछन्। 2, नहुस र सत्तामा पुगेपछि बदलिएका नेता। नेपालमा पनि कैयौं नेताहरू पहिले जनताको सेवक थिए, तर सत्तामा पुगेपछि अहंकारी बने। लोकतन्त्रको लडाईँ लडेका केही नेताहरू सत्तामा पुगेपछि भ्रष्ट भए। शक्तिमा पुगेपछि व्यक्तिगत स्वार्थ हावी भयो। जनताले विश्वास गरेर राजा बनाएका, प्रधानमन्त्री बनाएका नेताहरू आफैमा निरङ्कुश भए। नेपालको राजनीतिमा बारम्बार नहुसहरू जन्मिन्छन्, जो सुरुवातमा राम्रो गर्छन्, तर पद पाएपछि आफै पतनतिर जान्छन्। 3, शक्तिको चक्र सधैँ घुमिरहन्छ। इन्द्र पुनः स्वर्गको राजा बने, तर त्यसको लागि उनले पश्चाताप गर्नु पर्यो। नेपालमा पनि शक्तिको खेल चलिरहन्छ। कोही गुमाउँछ, कोही जित्छ। तर सत्यको बाटो अपनाउनेहरू नै अन्ततः विजयी हुन्छन्। कथाबाट सिक्नुपर्ने पाठ। सत्ता पाउने जति सबै उत्तम शासक हुँदैनन्। अहंकारले अन्ततः मानिसलाई पतन गराउँछ। न्याय र धर्मले मात्र दीर्घकालीन शासन सम्भव छ।
नेताहरू जनताको सेवा गर्न आएका हुन्, शासक बन्न होइन। नेपालको भविष्य कस्तो हुनेछ? के नेपालका नेताहरूले इन्द्रको जस्तै सुधार गर्लान्? कि नहुस् जस्तै सत्ता पाउने बित्तिकै लोभ, अहंकार र पतनको मार्ग रोज्लान्? समयले मात्र उत्तर दिनेछ।